तैँले त मेरो कुरै बुझ्दैन भन्छ नि मान्छेले। त्यसमा दुईटा चिज छ क्या, मैले अस्ति मात्र भनेको थिएँ दुईटा चिज छ। त मेरो कुरा बुझ्दैनस् भन्दाखेरि दुईटा चिज छ, या मैले बुझाउन सकिरहेको छैन होइन, वा उहाँ बुझ्न चाहनुहुन्न। अब दुईटै कन्डिसन सुधार्न सकिन्छ। या मैले बुझाउन सकिरहेको छैन भने एउटा तरिका, अर्को तरिका अपनाउनु पर्यो। किन भन्दाखेरि साँचोको झुप्पा हातमा छ, ताल चाहिँ खुलेन भने तपाईँ एउटा साँचोको लाउनुहुन्छ, त्यसपछि त्यसले खुलेन भने अर्को साँचो लाउनुहुन्छ नि त, ताल चाहिँ फुटाउनु हुँदैन नि। सो त्यो मेरो कुरा बुझिरहेको छैन भनेपछि तिमीले मेरो कुरै बुझेनौ भनेको मतलब मैले बुझाइनँ, त्यही भएर तिमीले बुझेनौ। अब कसरी बुझ्छौ त्यसरी बुझाउँछौ। तर अब तिमी बुझ्न चाहँदैनौ भने चाहिँ म यस्तो अवस्था सृजना गर्छु जहाँ तिमी बुझ्छौ। हरेक चिजको चाहिँ मलाई लाग्छ हरेक चिजको मनपर्ने र मन नपर्ने पाटोहरू हुन्छन्। मनपर्ने पाटोलाई स्वीकार गरेर मन नपर्ने पाटोलाई पनि सहजतापूर्वक लिदिनु नै अन्डरस्ट्यान्ड। सो तपाईँ कस्तो मान्छेसँग बिहा गर्नुहुन्छ भन्दा पनि तपाईँको सोचलाई सम्मान गर्ने मान्छे छ कि छैन त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। सपनाका परिधिहरूलाई फराकिलो फराकिलो बनाइदिनु हुन्छ नि, तपाईँलाई ऊर्जा दिने। साँच्चीकै भनेको सम्बन्धले जतिको ऊर्जा कसैले पनि दिँदैन, अनि सम्बन्धले जतिको गलाउने कोही पनि छैन।